नमस्ते यहाँहरू सबैलाई नेपाल आएको आर्टशालामा हार्दिक स्वागत छ। लेखक ओम रिजालको पुस्तक उपन्यास पैकेलोको लोकार्पण समारोहमा आइदिनु हुने यहाँहरू सबैजनालाई हामी एकमुष्ट हार्दिक नमस्कार गर्छौँ। हलमा उपस्थित धेरैजनाले ओम रिजालजीलाई चिन्नुहुन्छ। ओम रिजालजीको यसभन्दा अगाडि हटारू उपन्यास प्रकाशित थियो। यो दोस्रो उपन्यास हो र कृतिको रूपमा त उहाँको चौथो पुस्तक हो यो पैकेलो। आज पैकेलोलाई माया गरेर ओम रिजाललाई माया गरेर आइदिनु हुने सबैलाई धेरै धेरै स्वागत गर्दै ओम रिजालको सानो परिचय त खासै जरुरी छैन, किताबमै पनि देखि नै हाल्छ। पनि उहाँ दैलेखमा जन्मिनु भयो। दैलेख जिल्ला भनेको हाम्रो खस आर्य खसहरूको सबै जाति थर उत्पत्ति स्थल र यो सभ्यताको एउटा उत्पत्ति स्थल भनेर हामी मान्छौँ। त्यहाँ उहाँ जन्मिनु भयो, त्यहीँ खाइखेली गर्नुभयो र त्यो विषयमा उहाँले अघिल्लो पुस्तक पनि लेख्नुभयो त्यहाँको संस्कृतिलाई लिएर। त्यो लेख्ने प्रेरणा चाहिँ उहाँलाई कसरी भएछ भने उहाँ दैलेखमा पञ्चकोशी एफएममा काम गर्नुहुन्थ्यो र पञ्चकोशी एफएममा काम गर्दाखेरि उहाँले गाउँ गाउँमा डुलेर किसानहरूसँग, बुढाबा आमासँग, मजदुरसँग र विशेष गरी हाम्रो यो वर्णाश्रम व्यवस्थाको पिँधमा पारिएको जुन समुदाय छ, दलित समुदाय, उहाँहरूले चाहिँ यो लोकगाथा र लोकगीतहरू र लोक संस्कृतिहरूलाई जोगाएर राख्नुहुन्छ, गाउनुहुन्छ, घन्टौँ घन्टौँ गाउनुहुन्छ। त्यो सुन्नुभयो, रेकर्ड गर्नुभयो र रेडियोमा बजाउनु भयो। 100जनाभन्दा बढी मान्छेसँग उहाँले संवाद गर्नुभयो। दुर्भाग्यको कुरा के छ भने त्यो अडियो अहिले उहाँसँग हुन सकेन, तर त्यसलाई जति उतार्नु भएको थियो त्यो सम्झेर उहाँलाई पछि लाग्यो यो संस्कृति त म लेख्नुपर्छ। ती कुरा गरेका कतिजना त बितेर जानुभयो र अस्ति अमृत गुरुङ दाईसँग पनि हामी कर्णालीतिर म घुम्न गएको थिएँ। उहाँले भन्दै हुनुहुन्थ्यो हाम्रो यो लोक संस्कृति त यसरी चाहिँ हराएर गयो, हाम्रो भाषा त यसरी हराएर गयो, हाम्रो भाका पनि हराएर गयो। भाका जीवित हुनको लागि हाम्रो कति इतिहासकारहरूले चाहिँ पुस्तकमा लोकगीत र लोकगाथाहरू लेख्नु त भएको छ, त्यो एकदमै ठुलो काम हो। तर त्यो शब्दमा मात्रै होइन कि त्यसको नोटेसन सहित आयो भने चाहिँ त्यसको भाका के हो भनेर गाउन नयाँ पुस्तालाई सजिलो हुँदो रहेछ, अनुसन्धानकर्तालाई सजिलो हुँदो रहेछ। शब्दमा त त्यो भयो र त्यो शब्दमा सँगसँगै नोटेसन पनि भइदिएको भए अथवा नोटेसन जान्ने मान्छे पनि त्यो अनुसन्धानकर्ताको समूहमा भइदिएको भए त्यति बेलाका हाम्रा लोक भाकाहरूको भाका के थियो भन्ने जान्न सजिलो हुन्थ्यो। ओम रिजालजीले यसरी चाहिँ साहित्यतिर आकर्षित हुनुभयो। उहाँको अध्ययनको विषय त उहाँ एमएससी गर्नुभएको छ र उहाँ चाहिँ एमपिए पनि गर्नुभएको छ। उहाँ आफ्नो विषयको रूपमा अर्को ठाउँमा हुँदाहुँदै पनि र त्यसरी उहाँले चाहिँ नेपाली हाम्रो यो साहित्यलाई र संस्कृतिलाई र इतिहासलाई, लोक साहित्यलाई यति धेरै प्रेम गर्नुहुन्छ, चुर्लुमा डुब्नुहुन्छ। आज उहाँको पुस्तक लोकार्पणमा छौँ। अब म लेखक ओम रिजाललाई आफ्नो मन्तव्यका लागि हार्दिक अनुरोध गर्छु। कोल्ट्या लाग बडाका छाइला जान्दे बबैकन, कोल्ट्या लाग बडाका छाइला जान्दे बबैकन, आज त रामकै दिन हो राम राम सबैकन, आज त रामकै दिन हो राम राम सबैकन। पब्लिकेसन नेपालय नभएका भया आज म यहाँ हुने थिएन, म यहाँ नभएको भए पैकेलो हुने थियो न, र तमेरू सबैकन यहाँ आउने कष्ट हुने थियो न। यो अवसर मिलाइदिएकामा पब्लिकेसन नेपालय र तमेरूकन मैथै मैथै धन्यवाद। आजका यही खुसीमा म मेरी बाहुनी सुनिताप्रति आभारी छु। उहीका कैयौँ रात चोरिकन मैले पैकेलो लेखेको हुँ। पैकेलो लेख्दा खोस्याको मायाका लागि छोरी स्प्रिया र छोरा स्निग्धसँग माफी माग्छु। जयका सल्लाह र सुझाउले पैकेलो जन्मियो। आदरणीय मधुसूदन गिरी सर, डाक्टर नवराज लम्साल, मोतीराज बम, मित्र पुरु लम्साल, प्रिय विमल, भूमेश्वर पौडेल, कवि प्रज्वल अधिकारी, विद्या निर्देश पहाडी, राजेन्द्र साई, भरत बन्धु थापा, भक्ति रिजालकन मैथै मैथै धन्यवाद। आजका यही अवसरमा जैले जैले कर्णालीका लोक साहित्य र संस्कृतिका शब्द थुङ्गाले मेरो पोल्टो भर्या उनीहरूकन मैथै मैथै सम्झ्याएको छु। मैले यहाँ मेरा परिवारका सदस्य र मकन माया हार्ने मेरा मैथै साथ्या देखेको छु। मेरा मान्य गुन्ने र मैले माया हार्ने सबैकन यहाँ देख्दा हर्क लागेको छ। हर्कले क्या बोलु क्या नबोलु भएको छ। आज पैकेलो तमेरूको बनाउन पाएँ मैथै खुसी भएको छ मन। मैना आज पैकेलाका कुराहरू नै
त मेरो सबै पैकेलो पढ्ने छौ र म पैकेलोका कमजोरी भनिदिने छौ। त्यति भयो भने अरू क्या चाहियो र मकन। खस सभ्यता र संस्कृतिको मूल थलो कर्णालीको दुल्लु। भाग्यले म नेपाली भाषा, सभ्यता र संस्कृतिको त्यही मूल घडेरीमा जन्मिएँ। नानै छना गाउँ नहुने माङ्गलिक कार्यमा फुज्यूहरू मागल गाउँथिन्। पर्वहरूमा गाउँ धमारी, भैलो, ढुस्को र न्याउलेका स्वर लहरीले गुन्जन्थ्यो। जन्म संस्कारमा घन्कने छैट र बालनका झङ्कार र मृत्युमा गाइने मृत्यु गीत कर्कोका राग लहरी सुनिक हुर्किएको म नापै जान्ने भए पछार कर्णालीको लोकसाहित्य र संस्कृतिका माया जालाउन पढे। लोकसाहित्यका शब्द थुङ्गाउन कर्णाली पढ्न थाले। कर्णालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्ने नयाँ नयाँ कथा दिया। मेरा लेखनका स्रोत अपठित कर्णालीका मान्छेहरूले सुनाएका श्रुति सामग्री हुन्। म लेख्य साहित्यका पुरा किताबमा नभेटिने गैला दर्शन कर्णाली लोकसाहित्यका शब्द थुङ्गाउन भेटाउँछु। जस्तो एउटा राईसुवा गीत छ। राति राईसुवा डाली सर, दिउँस राईसुवा मोत्यौँ चर। राति राईसुवा डाली सर, दिउँस राईसुवा मोत्यौँ चर। मोत्यौँ चर हो मोत्यौँ चर, बाम्नका पहिला जनदिया बाबै। भातु पकाई पकाई जाई जियाड, हामु पहिला दिया बाबै राईसुवाका। छेत्तीका पहिला जनदिया बाबै, लडाई अरी अरी जाई जियाड, हामु पहिला दिया बाबै राईसुवाका। दमाईका पहिला जनदिया बाबै, थाङ्ना तुनी तुनी जाई जियाड, हामु पहिला दिया बाबै राईसुवाका। यो अति लामो छ यो गीत। यसले प्रत्येक जातलाई चिनाउँछ। कर्णालीको भाषामा राई अर्थात् राजा र सुवा अर्थात् प्रेमी। राईसुवा भनेको प्रेमी राजा। राईसुवा गीत जातवाद भन्दा माया ठुलो हो भन्ने दर्शन बोकेको गीत हो। कर्णाली हुन आज पनि जातवादको उचो निचो चर्कै छ। घरकाले जातवादका कुरा अरिकन मन नलगाएका मुन्छेसँग भ्या अर्न खोजेपछि विद्रोही स्वरमा एक चेली भन्नी छ, म बाहुनसँग भ्या अर्दैन। बाहुनसँग भ्या अर्यापछि अक्काका घरौन भात पकाउँदैमा जोबन बित्तो छ। छेत्रीसँग भ्या अर्दैन। छेत्रीसँग भ्या अर्या लडाइँ अर्दैमा जोबन जान्छ। दमाईसँग भ्या अर्या थाङ्ना तुन्नैमा जोबन सकिन्छ। पार्कीसँग भ्या अर्या चोया तान्नैमा जोबन जान्छ। मैले कसैबाट माया पाउने नै बाबा, मकन मेरै राईसुवासँग भ्या अरिदेऊ। मेरो राईसुवा गरिब छ, उहीको घर नै। राति रुखका डालिउन बस्तो छ, तर दिउँस मोती खोज्न जाने ऊ मिहिनेती छ। म उहीकै पहिला जान्छु। कर्णालीमा पहिला जानु भनेको बिहा गर्नु हुन्छ। एउटा अर्को न्याउल्या गीत छ। गाड तर्दा महागाड तर्दा भैँसा नर्तमका, नौ खान कैकन दिथी पहिला प्रथमका। यो श्रीमानले श्रीमतीलाई सोधेको प्रश्न हो। गाड तर्दा महागाड तर्दा
भैँसा नर्तमका नौ खान कैकन दिथी पहिला प्रथमका। जवाबमा श्रीमतीको जवाब यस्तो छ, पहिला खान्छ चढो मुसो पछि खान्छ रीति। रीति भनेको मालिक। पहिला खान्छ चढो मुसो पछि खान्छ रीति, बैगुनीको बाँझो जुनी होइजान्छ बिथिति। बैगुनीको बाँझो जुनी होइजान्छ बिथिति। जोइपैका बीचमा सवाल जवाबका रूपमा रहेको यही न्याउला गीतमा सुहाग रातमा शङ्का अरिक जवानीको पहिलो फल कैकन चाख्न दिएकी थिई भनिकन पहिले सोद्धा जवाबमा जोइ भन्नी छ, फल पाकेपछि पहिला चढा र मुसाले खान्छ अनि मात्रै मालिकले खान पाउँछ। अर्को चर्चित देउडा गीत छ, राईझुमा झुमा क्या मस्क्याकी छ हो राईझुमा। यसका गायक मैले यो प्रेक्षालयमा देखिरहेको छु। यज्ञराज उपाध्यायले विक्रम सम्वत 2042 गाएको यो गीत आज पनि उत्तिकै लोकप्रिय छ। गायक उपाध्यायले गाएको सुदूरपश्चिममा प्रचलनमा रहेको राईझुमा गीत र दैलेखमा प्रचलित राईझुमा गीत भिन्न छ। दैलेखको राईझुमा गीतले जुम्ला भ्या भएकी चेलीले पहिली घरमा पाएको पीडाको लामो कथानक बोकेको छ। दुवै राईझुमा गीतको मूल थेगो भने मिल्दोजुल्दो छ। दैलेखी राईझुमा गीतको अंश यही छ, राईझुमा यति क्या मस क्या की झुमा राईझुमा, राईझुमा यति क्या मस क्या की झुमा राईझुमा, राईझुमा जुम्ला पहिला जान्न बाबा राईझुमा, राईझुमा तित्या फापर खान्न बाबा राईझुमा, राईझुमा हिँले खाइ देला बाबा राईझुमा, राईझुमा जुम्ला पहिला जान्न बाबा राईझुमा, राईझुमा यति क्या मस क्या की झुमा राईझुमा, राईझुमा जुम्ला पहिला बाइजाउ झुमा राईझुमा, राईझुमा राडी काम्लो ओड्न पाइन्छ राईझुमा, राईझुमा जुम्ली दोचा लाइन पाइन्छ राईझुमा, राईझुमा दाँत्या ओखर खान पाइन्छ राईझुमा आदि आदि। यो लामो कथानक बोकेको लोकगाथाकै हाराहारीको गीत छ। यसमा बारीकोटबाट हुम्ला बिहा भएकी चेलीको कथा छ। त्यति बेला तत्कालीन हुम्ला पनि जुम्लामा थियो र त्यो चेलीले बिहा गरेको पहिलो दिनमा नै घरभित्र प्रवेश गर्न नपाएर ढिकीमा बसेर रात काटेको कथा यो गीतमा छ। जब म मायाका कथा सुन्नछु, 7 वर्षमा भ्या भइकन जन्मघरबाट कर्मघर जान लागेकी चेलीको माया भरियाको ढुसको गीत सम्झन्छु। माइतीबाट बिदाई भइकन गएकी चेली कालीघाटमा पुग्दा, घाट भनेको खोला, कालीघाटमा पुग्दा न्याउलीको न्याउ न्याउ सुनेको भन्नी छ। कालिया घाटको कोइलडो न्याउ बासन लाइगो, कालिया घाटको कोइलडो न्याउ बासन लाइगो, जनी बासै न्याउ चढी मै चेली अन्र्याउन लाइगो, बुबोकी सौडरी मै चेली अन्र्याउन लाइगो, बुबोकी सौडरी मै चेली अन्र्याउन लाइगो,
जनी बाँचै न्याउ चढी मै चेली अन्र्याउन लाइगो। चेली भन्नी छ ए न्याउली चढी त नबास्न, त बाँच्दा मेरो मन अत्तालिन्छ। तेरो स्वर सुने भने नानैमा माइती घर छोडिक जान लाग्या कि मेरो मन बुवाई जिया बाउज्यू र भाइका मायाले रुन्छ। बिन्ती न्याउली नबास। मैले सबाल्टनका कथामा इन्नारा भाका मात्रै सुनेको छु। जनता हुन् चोताका बाढी पातलुछी खानु। भन्न त कर्णाली नेपाली भाषाको मूल थलो भन्ना छन्। सनाम धन्ने भाषाविदहरूले नेपाली भाषाको इतिहास लेख्दा कर्णालीका लोक साहित्यमा भएका जाइजियाड र इमिली पामिली जुजन आयो, निम्तली पत्तय तार या आलापाईको छोरो मर्दानको बादशाही जसा भाषा कहिलेको भाषा हो भनिकन खोजी हर्या जसो लाग्दैन। हुन त नेपाली भाषाको पहिलो अभिलेख भन्ने हरियाको दुल्लुको साके 903 को दामुपालको अभिलेख पन पहिलो अभिलेख नाइ भन्ने विद्वान पन मैथै छन्। अभिलेखको लिपि प्रस्तर कला कहिलेको हो भनिक न भाषाविद र प्रस्तर कलाविदले खोजी हरेका छन्, न इतिहासकारहरूले पालहरूमा दामुपाल को हुन् भनिक खोजेका छन्। आजको मानक नेपाली भाषाकन भाषा भन्नेहरू कर्णालीका भाषाकन भाषिका भन्ना छन्। माउ भाषिका हुने र त्यही माउबाट जन्मिएको चल्लो भाषा हुने यो क्या कुरो हो? खस भाषाले चित्त बुझ्दो जवाब पाएको नै। म तथ्याङ्क शास्त्र र जनप्रशासनको विद्यार्थी। फसङ नमारिकन भन्ने हो भने मैले रामायणी शास्त्र, साहित्य र सिद्धान्त पन पढेको नै। मैले पढेको त माटो हो, मुटु हो, कर्णाली हो, त्यो पन नापै यति। मैले गरेको त संवाद हो, आम्ना गाउँठाउँका पाका बुबुवासँग। दर्शन होस् या साहित्य, गीत होस् या कविता, हामीले होच्याइकन भन्ने अरेका अनपढ मान्छेहरूले बचाएको लोक साहित्यमा चेतनशील समाज पाउँछु। दैलेखमा रेडियो पञ्चकोशीमा काम गर्दा मैले झन्नै 3 वर्षसम्म सयौं मान्छेसँग कर्णालीको लोक साहित्य, संस्कृति र कलाका विषयमा कुरा गरे। म ती सबै मान्छेकन एक किताब ठान्न छु। केही वर्षदेखि म कर्णाली पढिरहेको छु, कर्णाली लेखिरहेको छु। पोहोर साल सुर्खेतमा भएको कर्णाली साहित्य महोत्सवको एउटा सत्र थियो, क्या पढ्ने क्या लेख्ने। सत्रको वक्तामा म पनि थिएँ, सहजकर्ता थिए लेखक यज्ञेश। उनीहरूले सोधे अचेल क्या पढिरहनु भएको छ? जवाबमा वक्ताहरूले लोभ लाग्ने अरे किताबका नाउँ लिया। मकन पनि त्यही सवाल सोधे। जवाबमा मैले कोइरालाहरूको वंशावली, कोइराला वंशलता पढिरहेको बताएँ। मेरा कुरा सुनिकन हलका मान्छेहरू गललल्ल हाँसे। उनीहरूका हाँसाले बताइरहेको थियो कोइरालाहरूको वंशावली पन केही पढ्ने चिज हो र? मलाई लाग्दो छ आजभोल हामी आफ्नो सभ्यता भुलिकन अक्काका सभ्यतामा नाचिरहेका छौँ कि? बच्चा काखौन राखिक मिठा स्वरले लोरी गाइने आमा र बजैका मातृवात्सल्य स्वर आततायी समयले खोस्याएको छ कि? म्याङ्लेरीका
कोकिल कण्ठबाट सुसेलिने सुरिला भाका उनीहरूका गलाउन निल्नु नओकल्नु भएका छन् कि? दिनदिनै हाम्रा संस्कृति लोभ हुनै छन् कि? हामीकन मस्टाका पैठ र पढेलीमा चासो नै, लोककथा र लोकगाथा सुन्ने फुर्सद नै। धमारी मागल र बालुन नरामरी थला परेका छन्, कैकाई मनाउन तिनुकन बचाउने सोच नै। हाम्रा मूल्यवान अमूर्त सम्पदा आज कोक पुछाउनेका रूपमा मात्रै बाँकी रहेका छन्। हाम्रो संस्कृति मरेका दिन क्या बचला आम्नुपन? आम्नी सुल्पा गनाउने आमाकन आमा नबनिक अन्तै लागे पछ्यार क्या बाँकी रहला? आज भल आफ्ना संस्कृतिकन लाद हानिक अन्तै रम्ने मान्ठपन मैथै भेटिना छन्। बाबाका मायाका ठाउँ घृणाको पहाड उभिएको देख्दा चिन्ता लाग्दो छ। जब म कर्णालीका लोककथाउन घोराउँछु, त्यहाँ म खस जातिको सामाजिक सांस्कृतिक इतिहास र सभ्यता भेट्दछु। जस्तो सुनकेसा मैयाको कथामा खोलाउन नुहाइरहेकी सुनकेसाको सुन जसो रौँ बगिकन अलि तल जाल खेलिरहेको उहीका दाज्युका जालौन अल्झन्छ। रौँ अल्झ्या पछ्यार उहीका मनाउन त्यो रौँ भएकीसँग भ्यार्ने लोभ पलाउँछ। खोज्दै जाँदा त्यो रौँ आम्नै बहिनी सुनकेसाको हुन्छ। ऊ जसरी भएपन सुनकेसासँग भ्यार्ने अड्डी कस्तो छ। यहीबाट क्या बुझिन्छ भने कतै खसहरूमा एउटै रक्त सम्बन्धमा भ्यार्ने चलन पो थियो कि? कथामा आम्नै दाजुले भ्यार्ने भने पछ्यार सुनकेसा आत्तिकन सिलङ्गीका रुखौन चढिक भन्नी छ, बडबड सिलङ्गी बढ्दै रहक यी पापीको मुखै नधेकु। यो सुनिकन सिलङ्गीको रुख अल्को हुँदै जान्छ। यसबाट एउटै रक्त सम्बन्धमा भ्यार्नु पाप हो भन्ने सामाजिक चेतको विकास हुन लागेको छनक पाइन्छ। यही त कथाले कहिलेसम्म खसहरूमा एउटै रक्त सम्बन्धमा भ्यार्ने चलन थियो र कहिलेबाट छुट्यो भन्ने खोजको आधार दिएका छन्। कर्णालीका लोककथाका आधारमा खसहरूको सामाजिक सांस्कृतिक भाषिक इतिहास खोज्न सकिने भएपन त्यतातर्फ कहीँ ध्यान पुगेको नै। कर्णालीमा मस्टा परम्पराको आफ्नै महत्त्व छ। खसहरूको कुलदेवता मस्टाका धामीका आँगौन मस्टा चढ्यो भने धामीले पढेलीका रूपमा मस्टाको इतिहास भन्नु छ। मस्टाका पढेलीले मस्टाको उत्पत्ति इरानको बालुवामा फटक शिला अर्थात् शिला फाटिकन भएको र त्यहाँबाट मरुत अर्थात् वायुका रूपमा कान्याकुब्ज कन्नौज हुँदै बजाङको ढडाराई बसेको र ढडारबाट खप्तड कौवा हुँदै जुम्लाको थर्पु र बुडु आएको प्रष्ट बताएको सुनिन्छ। पढेली सुन्दा मरुतबाट मस्ट हुँदै मस्टा भएको छनक पाइन्छ। यति प्रष्ट हुँदाहुँदै केही विद्वानहरूका अनुसन्धानमूलक भनिएका लेखमा खसहरूको कुलदेवता मस्टाकन प्रेत देवता हो भनी हचुवा टिप्पणी गरेको पाउँदा मन कटक्क काटिन्छ। अचम्म लाग्दो छ मस्टाको पढेलीको अध्ययन नगरिकन क्या नपक्दाउन् विद्वानहरू मस्टामाथिका आफ्ना सस्ता विचार। मैले मस्टाको पढेलीको पुरापाठ सङ्कलन अर्ने प्रयास गरेको 2 दशक भयो, अझै सङ्कलन अर्न सकेको नै। मस्टाका पढेलीको सङ्कलन अर्न सके मस्टा क्या हो भन्ने मात्रै थाहा नभइकन आफ्ना साथमा मस्टाकन बोकिक मूलस्थली ककेससबाट मेसोपोटामिया, इरान, गङ्गाको मैदान हुँदै बाल्टिक क्षेत्रमा बसोबास गरी त्यहाँबाट काश्मीर, गढवाल, कुमाऊ हुँदै पश्चिम नेपालबाट पसिकन गुङ्गे, पुराङ र पूर्वसम्म फैलँदै गएका भनिएका नेपाली खसहरूको प्राचीन सांस्कृतिक इतिहास भेटिने सम्भावना रहेको छ।
कर्णालीमा 3 थरीका लोकगाथा भेटिन छन्। सामाजिक लोकगाथा, वीरगाथा र देवगाथा। सामाजिक लोकगाथाले हाम्रो समाजको चित्र र चरित्र बोल्दछन्। देवगाथाले हाम्रा मान्ने पुज्ने देवताको भक्तिगान गाइछन्। वीरगाथाउन हाम्रो इतिहास पाइन्छ। पैकेलको कथाभूमि बाला राजा काशीरामको भारतपन वीरगाथा हो। चिन्ता लाग्दो छ वीरगाथा लोप भए पछाडि कै कथाउन भेटिएला हाम्रो इतिहास। कर्णालीका आहानौनपन इतिहास पाइन्छ। जसो भातु खाया सुबान छाइया ताउली हाल्या कुम्ला। तसर्थ गर्वका साथ क्या भन्न सकिन्छ भने कर्णालीका लोकसाहित्यमा भेटिने नेपाली भाषा, सभ्यता, संस्कृति र इतिहास अन्त भेटिन मुस्किलै छ। आज पश्चिम नेपालका जुम्ला, डोटी, अछाम, कालीकोट, दैलेखदेखि पूर्वका इलाम, दार्जिलिङसम्म पाँजिएका खस, बाहुन, छेत्री, मगर, कामी, दमाई आदिले आफ्नो वंश एवं थर बताउँदा खप्तडी, खुलाल, श्रीपाली, कालीकोटे, सिजापति बताउँछन्। जस्तो खप्तडी कार्की, खुलाल बस्नेत, कालीकोटे थापा, श्रीपाली खड्का आदि आदि। उनीहरूको वंशजरा र वंशलता भेटाउन कर्णाली प्रदेशका माटामुथि उभिकन तम शरणम नभनिकन सुखै नै। कर्णाली पढ्दा मनाउन खुल्दुली लाग्दो छ कहाँ छ खस पञ्चमूल, खप्तडी, खुलाल, कालीकोटे, श्रीपाली र सिजापतिको भाषिक, सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहास। क्यान गुमनाम छ हाम्रो इतिहास, क्यान अहिलेसम्म लेखियो न हाम्रो इतिहास, क्यान पढाइँदैन नेपालमै नेपालीत्वको वास्तविक इतिहास। क्या खस पञ्चमूलको वास्तविक इतिहास बिनै नेपालको इतिहास पूर्ण होला त? कर्णाली सोधिरहेको छ। कर्णाली केही लेखियो न भन्ने होइन। योगी नारायणनाथ, जोसेफ टुची, सत्यमोहन जोशी, प्रदीप रिमाल, चुडामणि बन्धु, पूर्णप्रकाश नेपाल यात्री, बालकृष्ण पोखरेल, मोहन प्रसाद खनाल, रत्नाकर देवकोटा, महाशङ्कर देवकोटा, रमानन्द आचार्य, राजाराम सुवेदी, श्यामल, मधुसूदन गिरी, नारायण तिमेल सेना, जगत उपाध्याय, घनश्याम भण्डारी, मनोहर लामिछाने, गोविन्द पाण्डे, मोतीराज बम लगायतबाट कर्णालीका इतिहास, संस्कृति, भाषा र सभ्यताका छरियाका मोतीका दाना टिप्ने प्रयास नभएको नै। ती प्रयास पनि अधीरकै रहे। पछि-पछिका कति लेखकले त कर्णालीकन बिकाउ माल सम्झिया र कर्णालीका आँसु मात्रै लेखे। कर्णालीका उज्याला कुरा केही लेखेनन्, अँध्यारा मात्रै लेखे। कतिले कर्णाली नबुझिकनै लेखे, कर्णाली नटेकिकनै लेखे र तथ्य बङ्गाइकन पण्डितै छाटे। आज पनि कर्णाली लेखिनै छ, तर पनि कर्णाली केही लेखिएकै नै। कर्णालीको भाषा, सभ्यता र संस्कृतिको हुनुपर्ने जति खोज भएको नै। कर्णालीको इतिहास बोल्ने ताम्रपत्रहरू पानी खाने गाग्री भइसकेका छन्। वीरखम्बाहरू नासिनै छन्, मासिनै छन्। देउलहरू ढल्लै छन्, लोकगाथाहरू लोप हुनै छन्। यी सबैको खोजी गरिकन नेपाली जातिको भाषिक, सामाजिक र सांस्कृतिक इतिहास लेख्न बाँकी नै छ। यतातर्फ न पुरातत्व विभाग जसा राज्यका निकायकन चिन्ता छ, न मान्ठकन चासो रहेको छ। कहाली लाग्दो छ वीरगाथा, वीरखम्ब र विजय देउल मासिया पछाडि क्या बचनन् हाम्रा इतिहासका आधार? क्या लेखिएला अहिलेसम्म नलेखिएको हाम्रो इतिहास आधार बिना? आज म सगर्व भन्न छु कर्णालीको लोकसाहित्य र संस्कृति कसैले बचाएको छ भने
अछुत भनिकन हेला हारेका दलित जातिले बचाएका छन्। कलाका ती उचा धरोहरकन नमन अर्छु, जो नभएको भए न म लोकप्रिय वीरगाथा बालराजाका श्रामको भारत सुन्ने थिएँ न लेख्ने थिएँ पैकेलो। कर्णालीका लोकगाथा वीरगाथा वीरखम्ब कृतिखम्ब पडेली घोड्केली र न्याउले लोप भएका दिन मेरो कलम रोकिनेछ, मेरो बोली बन्द हुनेछ। शिल्तो राजा मङ्गल सैनी चुकिलो दर्नाली, शिल्तो राजा मङ्गल सैनी चुकिलो दर्नाली, आउँदा जाँदा पानी खाउँला नसुकै कर्णाली, आउँदा जाँदा पानी खाउँला नसुकै कर्णाली। जदौ ओम दाई मैथै मैथै धन्यवाद। पैकेलोको कुरा गरे नै, इतिहासको कुरा गरे दाई, धेरै धेरै धन्यवाद। यो पुस्तक वास्तवमा यो भाषा अध्ययनको लागि, संस्कृति अध्ययनको लागि, इतिहास अध्ययनको लागि र सभ्यता अध्ययनको लागि पनि उपयोगी हुन्छ भन्ने हामीलाई लाग्छ। र साहित्यको पुस्तक भयो भने साहित्यको मजा त छँदैछ। यही प्रसङ्गमा मलाई के भन्न मन लाग्यो भने अबको यो आज शनिबार हो, अब यही शुक्रबार, अबको 6 दिन पछाडिको शुक्रबार र शनिबार पनि हामीले यस्तै सङ्कलनमा नआइसकेको तर सङ्कलन गरिनुपर्छ भन्ने सङ्गीतको सुनाउने कार्यक्रम छ पलेटी श्रृङ्खलामा। दार्जिलिङबाट दुर्गा खरेल आउनु भएको छ। उहाँले चाहिँ आफ्नो गीत होइन, बिल्कुल हामीले नसुनेका गीतहरू र दार्जिलिङमा प्रचलित र उहाँले सुन्नुभएका गीतहरू सुनाउनु हुनेछ। र यो आजको विषय हाम्रो जुन ओम दाइले भन्नुभयो त्यो र यो हाम्रो थिमसँग पनि ठ्याक्कै मिल्न गयो। त्यसको लागि पनि यहाँहरूलाई निम्ता छ, अग्रिम सूचना पनि छ। र उहाँले अघिल्लोचोटि त हामी सबैलाई अलिक साहित्यको धेरैजना भावनाले महाकवि देवकोटाको कुञ्जिनीमा अमर गुरुङले एउटा कम्पोज गर्नुभएको रहेछ र कम्पोजिसन चाहिँ अमर गुरुङले पनि सम्झिनु भएको रहेछ, कहिले पनि सुनाउनु भएको रहेछ, हाम्रो रेकर्डमा पनि थिएन। अनि त्यो चाहिँ दुर्गा खरेलले आफू 5-6 क्लासतिर पढ्दाखेरि है, 5-6 क्लासमा पढ्दाखेरि सुन्नुभएको रहेछ। अनि त्यो सुनेको कुरा एउटा राम्रो श्रोता, राम्रो पाठक भयो भने पनि त्यो साहित्य अथवा त्यो सङ्गीत जीवन्त बन्दो रहेछ। उहाँले विद्यार्थी जीवनमा सुनेको सङ्गीतै सुनाइदिनु भयो। पहिलोचोटि हामीले सुन्न पाएको थियौँ, त्यस्तै धेरै सङ्गीत हामी सुन्नेछौँ। अब म पुस्तक लोकार्पणका लागि ओम दाइले अगाडि बोलाउँछु र हाम्रो पब्लिकेसन नेपालैको नियमअनुसार, हाम्रो चलनअनुसार चाहिँ लेखकले पुस्तक उपहार दिएपछि हामी पुस्तक लोकार्पण गर्छौँ। ओम रिजाल दाइ, तपाईँ कसलाई बोलाउन चाहन्छ? कृपया माइक लिएर। म यो पुस्तक लोकार्पणको लागि लोकवार्ता परिषद नेपालका अध्यक्ष आदरणीय प्राध्यापक डाक्टर भविष्य पङ्गेनी सरलाई हार्दिक अनुरोध गर्दछु र भविष्य सरलाई मेरो सानै छोरी स्प्रियाले साथ दिने छिन्। पैकेलोको लोकार्पण हुँदैछ। भवेश्वर पङ्गेनी सर, छोरी स्प्रिया रिजाल, ताली बजाएर यहाँहरूले स्वागत गरिराख्नु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। पैकेलो अघि तपाईँहरूको हातमा त आइसकेको थियो, अब फेरि औपचारिक रूपमा सबैको सामु लोक अर्पण भएको छ, लोकार्पण। यहाँहरूलाई धेरै धेरै धन्यवाद।